हेलो सम्पूर्णलाई नमस्कार, हजुरलाई स्वागत छ मेरो न्यू भिडियोमा। अब आज चाहिँ मैले के गरेँ त त्यो तपाईँहरूलाई देखाउन गइरहेको छु। के भन्नाले पनि खास त्यस्तो त होइन। अब चाहिँ नयाँ साल लाग्न लाग्यो होइन, अनि अब घरहरू पनि सफा गर्नु पर्यो। अनि त्यसको लागि आज मैले 3जना छोरीहरूलाई यो किचन सफा गर्न लगाएँ होइन। अनि 3टा छोरीहरूले किचन सफा गरे होइन। किचनहरू सफा गरेर यस्तरी सामानहरू मिलाएर राखेको छन् मेरो 3जना छोरीहरूले। अनि बिचरा बिहान खाना खाएदेखिको काम गर्नु लागेको, सफा गर्नु लागेको, अनि भर्खर भ्याएँ। कति 2-3 घन्टा 3-4 घन्टामा बल्ल सफा गरेर भ्याएँ 3टा छोरीहरूले होइन। अनि अब नयाँ साल लाग्यो, अब 3-4 दिन भयो घर सरसफाइ गर्न लाग्यो। हिजो कति कपडाहरू धोएँ 3जना केटाकेटीले। अनि आज चाहिँ किचन सफा गरेँ, अस्ति पनि अलिकति कपडा धोइयो होइन। अब नयाँ सालमा त नयाँ बनाउनु पर्यो, अनि त्यही भएको भएर घरहरू सरसफाइ गर्ने, भाँडाहरू सरसफाइ गर्ने काम चलिरहेछ। अनि 3-4 घन्टा काम गरिसकेँ होइन केटाकेटीले। अनि केटाकेटीलाई भोक लाग्यो, त्यस पछाडि म चाहिँ चाउमिन लिएर आएको छु होइन। अनि केटाकेटीलाई चाहिँ म चाउमिन नास्ता बनाएर दिने तयारीमा छु। अब हेरौँ, लेट्स सी चाउमिन चाहिँ कस्तो हुन्छ, के हुन्छ, पुरा भिडियो हेर्नु होला। ओके बाई। मैले चाहिँ यसरी पानी उमालेर अनि चाउमिन राखिसकेको छु। भाँडा सानो भएर ठुलो भाँडा निकाल्न अल्छी लागेर होइन। भाँडा त उता माथि छ, अनि भाँडा चाहिँ निकाल्न अल्छी लाग्यो मलाई। अनि सानो भाँडा भएको भएर अनि दुईचोटि उमाल्छु भनेर अलिकति यता छुट्याएको छु, अलिकति यता बसालेको छु। अब हेरौँ कस्तो हुन्छ। अनि यता चाहिँ चटनीको लागि टमाटर बसालेको छु। यता चाहिँ यस्तो भइरहेछ होइन चाउमिन। मैले चाहिँ अब चाउमिन पकाउनको लागि कराही बसालिसकेँ। कराही बसालेर यो तेल राखिसकेँ होइन। अब चाउमिन कस्तो बन्छ, चाउमिन बनाउने तयारीमा छु ल साथीहरू। मैले चाहिँ प्याज राखिसकेँ होइन साथीहरू। प्याज आज चाहिँ बन्द चाहिँ भएन, बन्द लिनु जान पनि पसलमा अल्छी लाग्यो होइन। अब मैले चाहिँ प्याज मात्रै राखेर बनाउँदैछु। चाउमिन राखिसकेँ होइन। अब त्यसपछि म नुन राख्दैछु। फाइनली चाउमिन पाकिसक्यो हाम्रो होइन। हामी 4जना, 3टा छोरीहरू, म एउटा आमा, यता मेरा छोरीहरू, यता 2टा छोरी, यता एउटा छोरी होइन। अनि यता चाहिँ म छु। हेलो गाइस, खाना सुरु क्या? यता चाउमिन खाना सुरु। खै हामीलाई बस्नु पुऱ्याएन। बसेर कस्तो छ? टमाटर मात्रै भयो नि सक्ने। टमाटरको मात्रै भयो, के हुन्थ्यो? सिलाम भएर नमिठो भयो। मिठो भयो। मिठो त भयो, अकेला अलिकति टेस्ट आयो। सिलाम डढेको छ क्या अलिकति।
चाहिन्छ थुप्रै भएर I don't know.